वेलकम ब्याक अगेन गाइज। हामी चाहिँ आज चितवन नेसनल पार्क जङ्गल सफारी चाहिँ हामी बाइकमा जङ्गल सफारी हामी चाहिँ आज दुईजना दाजुभाइ। ओहो र बाघ आउँदैन नि वहाँ गर्दै अचानक धेरै त्यताबाट ढिलो हुन्छ। यस्तो छ गाइज ठाउँ चाहिँ। ओहे ओए यसले त लडाउँ जसलाई भाइ आइरह यार। ल पल्सर 220 जहाँ पनि है, जहाँ पनि खोलातिर त्यही हो गाइज। यता अहिले पछि अघि नै गोही भेटेको थिएँ, क्रोकोडाइल। हेरौँ क्रोकोडाइल भेटेको थिएँ अघि नै। अब चाहिँ के भेटिन्छ हेरौँ। अब चाहिँ हामी यता तपाईँहरूलाई खोलातिर उयो के पौडी खेल्यो त्यहाँ। अब चाहिँ तपाईँहरूलाई म देखाउनु गइरहेको छु। लास्टै ठुलो भयो रहेछ यार खोला त। खोला के भन्छ यसलाई? नारायणी रिभर भने खोलै है। यस्तो दामी हो ठाउँ अहिले गाइज। यहाँ मिठो हो। के गर्मी त हुन्छ। दर्शक पनि तपाईँहरू देख्न सक्नुहुन्छ यहाँ गाइज। जङ्गल सफारी भइरहेछ हाम्रो। ओ माई गड, यहाँ तपाईँले जङ्गली जनावर देख्न सक्नुहुन्छ। यहाँ जङ्गली भैँसीहरू यहाँ हेर्नु होला। टिचर नेम लजाएर गयो यार। यो त केटी रहेछ, केटै रहेछ। यो त केटी रहेछ। यस्तो छ जङ्गली भैँसीहरू एकदम फ्रेन्डली छ। हाम्रो चाहिँ यहाँ छ बाइक। अघि चाहिँ हामीले त्यहाँ गोही पनि देखेको थियौँ। अब चाहिँ ठ्याक्क फेरि रेकर्ड गर्न भएन, हामीले गोही लखटिरहेको थियौँ, त्यही भएर। ल अब कस्तो भेटौँ ल। हामी चाहिँ भर्खरै घरतर्फ जान लागिरहेको थियौँ, तर हामी चाहिँ यहाँ भर्खरै ओलम्पिकको हुनार स्विमरहरू चाहिँ फेला पारेर फेरि हामी एकछिन विश्राम गर्ने रहेको छौँ। र हामी यहाँ ओलम्पिकको 2-4वटा हुनार बच्चाहरू छ यहाँ पौडी खेल्न लागिरहेको छ। त्यही भएर म तपाईँहरूलाई देखाउन चाहन्छु, हेर्नु होला गाइज। ओलम्पिकको खेलाडीहरू यहाँ, हुनार खेलाडीहरू, थारूको बच्चाहरू एकदम बवाल छन्। ल ल कर्तव्य देखाउँदै जाउँ हामी जाउँ। ओ चक्लेटी देखियो यार, चक्लेटी देखियो यार। देख्न सक्नुहुन्छ ओलम्पिकको हुनार खेलाडीहरू यिनीहरू हो। कस्तो अँध्यारो आएको यार। त्यही हो गाइज। अब हाम्रो मोबाइलको स्टोरेज पनि फुल भयो। अब हेर्दै जानु होला भ्लगहरू। कसैले नि हेर्दैन यो त। मैले अब युट्युब टिकटक पनि हाल्नु पऱ्यो क्या भाइ। अलिकति एडभर्टाइज गरे जस्तो हुन्छ नि त आफ्नै। त्यही हो गाइज, युट्युब चाहिँ हेर्नु पऱ्यो है सबैले। युट्युब त मतलब मेरो भिडियो नि हेर्नु पऱ्यो है ल गाइज। सो सम सपोर्ट। बाई बाई।